गरेको हाम्रो पूजा हुँदैछ है। हेलो सम्पूर्ण साथीहरूलाई मेरो युट्युब च्यानलमा फेरि पनि स्वागत छ। अनि आज चाहिँ गणेश मन्दिरमा पूजा हुँदैछ। मेरो भिडियोलाई चाहिँ अन्तिमसम्म हेरेर साथ दिनुहोला। आमा यता हेर्नु है भिडियो बनाइदिएको राम्रो पूजा लगाइदिनुहुन्छ गुरुहरूले राम्रो गरी लगाइदिनुहुन्छ। हामी राम्रो पूजाको गर्नुपर्छ। आज हाम्रो यहाँ शिव स्थापना गरेको हाम्रो पूजा हुँदैछ है गाइज। सबै समूह भेला भएर गर्दैछौँ। हेर्नु होला। हामी दुईजना बुढी हो, बुढीको निकालिदिनु। टिकटक बनाएपछि यस्तै त बनाउनुपर्छ। भिडियोमा आउँदै पिठो मुस्नेहरू यहाँ हेर्नु यता। हामी त यहाँ होइन पिठो मुस्दैछु। यत्रो यत्रो ठुलो ठुलो पुरी ठुला हुनेले मुसिरहेछन् होइन पिठो चाहिँ। याङनिम कहाँको पूजामा हो? स्कुल नजाने आज? ए लक्ष्मी भाउजूको यहाँ यहाँ ज्यान चाहिँ यत्रो भट्ट परेको यहाँ नन्काल है मलाई। पिठो त छैन होला नि भित्र। खै कोन त पिठो बिनाको रोटी हुन्छ? पिठो बिना घुमो माडेको कसले? कति भारी अरे? गयो कि घरमा अङ्कल छ होला नि त। फोन गर्नु दिलाई गर्नु त सानसान पकाइसै पुग्दैन नि घर पुग्नु। एक सय 8 वटा अरे क्या 108 पकाउँछ नि। ए त्यस्तो भनेको होइन त्यो सस्तानीमा क्या यस्तो पर्सादी त चाहरा ल अनि चिया यतै पकाएको होइन। हेलो मेरो युट्युब च्यानलमा सबैजनालाई स्वागत छ। अनि त्यसपछि अब ल यहाँ हेर्नु है युट्युब च्यानलमा ल 2 ल रोटी पोल्ने मान्छेहरूको यहाँ खिचिदिनु परेन है क्या अब अरे। यसलाई रोटी हेर्नेहरूको पनि गर त यहाँ रोटी मिलाउनेको पनि खिचिदिनु नि हौ। अन्त त्यही त तपाईँले दिँदैछु त। ल पकाउने मान्छे मिलाउने मान्छे हुन्छ नि सानो सानो अरे म सानोतिर गएन अनि चढाउने चाहिँ राम्रो। यहाँ हेर्नु यहाँ हेर्नु पूजामा सबै विधि गर्नु गइसकेर ठुलो हो फेरि भोलिपल्ट त्यही मात्रै गर्न बाँकी छ। बर्तन कहिले सक्नुहुन्छ अनि अर्को मिसाउनलाई त त्यो फेरि भोलिपल्ट चाहियो नि त। अघि खिचिसके तपाईँहरूको यहाँ अनि यहाँ बसेको यहाँ बेल्दै गरेको भिडियो आयो। भिडियो जेपाती चाहिँ नबोल्नु होला। जेपाती बोलेको फेरि आउला नि। अघि जेपाती बोलेको त आइसकेको छ बिहानै। पूजाको होइन यो म उइजाको आटाको पुरी हो कि पूजाको पुरी यो बेल्ने चाहिँ को यो मनिताले बेलेको है। यो मनिताले पाना रहेछ पानै जस्तो छ त यो के हो यो होइन यो त उयो जस्तो छ त ठ्याक्कै ल ओइ साच्चै
ल ठ्याक्कै त्यस्तो छ है यो त के भन्नु उसमा यो तल यस्तो भएको ल यस्तो कसको पो सार्फिला दिदीको भएको थियो त्यो एउटा बहिनी ल फेरि त खाइदिनु त एकपल्ट ल यस्तो ल यस्तो राम्रो भएको अनिताले ल मलाई के सिपालु हो हेर पुरी त खतरा छ हो त्यही त भनेको त त्यही हो के हामीलाई यस्तो लुगा के लागी साडी लाउनु पर्ने थियो भन्ने कराउने मान्छे आज आफै यो नवग्रहको दशा अहिले भर्खरै गरिएको छ त्यही भएर होइन खासमा मन लाएर चाहिँ त्यो बहिनीहरू नपठाउनु पर्यो त्यता त्यो भने हुन्थ्यो ढिलो पूजा सकेपछि साडी साडी लाउने थियो घरमा मुर्छ फेरि कुदै हालेर अरू बेला कस्तो आइरहेको छ यहाँ राम्रो आइरहेको छ ए आइफोन हो हामी यो फोन के रे यो फोनको फोटो खिच्दा खिच्दा पुरानो भइसक्यो पुरानो भइसक्यो है मलाई थाहा छैन हौ कुन फोनमा रेडमीमा ए ल मेरो आइफोन जस्तो देखिन्छ खै खै ल ए त्यस्तो टाक्नु भने हुन्छ आयो के गाडा त रातो रातो भएछ नि धनियाँ काट्ने पुरी डल्लो बनाउँदैहरू पनि भिडियो बनाउँदैछ मैले यहाँ हेर्नु आन्टीहरू हामी यहाँ पुरी बनाउनु धमाधम छ पकाउँदैछौँ पुरी पाक्दैछ त भित्र म त ल्याएको छुइनँ रातो र रातो गाडा आएछ है ल अघिको जस्तो डाइलग भन्नु न नबोले त नबोला त बाजे भनिदिएको पुरी मैले फेरि यहाँ बिचरा टिफिन भएछ र आएछ टिफिन भयो कि लाखपति बाल्ने अरे भनेर आएको म तयारी गर्दैछ म त होइन भिडियो खिचेको यो बोलाएको पहिला बोलाएको आउँदै हुनुहुन्छ सबैतिर पुग्यो खै पातल भाँडा थप्दा भइहाल्छ नि अनि सबैतिर पुग्यो भने थप्दै जाँदाखेरि आन्टी ल ल सबैले राख्नु ल हामी राख्यौँ असिन दाइ आउनुहरू यहाँ बाती राख्नु जानु एउटा गरिसकेँ मैले यहाँ पनि लाग्ने मुठी हो त्यति सबै हो त्यति दाम छ यहाँनिर पनि राख्नु न ओरा सारेर होइन मेरो पाला चाहिँ आइपुग्यो है यहाँ यो जोड्नु पर्ने होइन यसरी अलिकति यता तानो थियो जोडेर राख्नुपर्छ बत्ती त्यहाँ पनि फोटो भिडियो गरेको छु है मैले बेला मात्रै आइरहनु त एकछिन ल म यो उयो सहित निकाल्नु पर्यो पातलो भएको ठाउँमा थप्नु न यहाँ अझै चाहिएको छ कि एउटा टपरामा चामल हालेर एउटा कुनामा तिल राखेर तिलमाथि त्यो चाँदीको दियो के भएको तिमीले अनि बढ्दैन बढ्दैन त कति सेकेन्डको बनाएको हामी नराख्नु
उयो पनि हालौँ न बिचमा खाइठाउँ होइन यही बनाउनुपर्छ यस्तो गर्नुपर्छ हौ त्यही हाल्नु लाग्छ त मैले यस्तो गर्नु अनि यो हातमा भएको चाहिँ कहाँ हाल्नु बिचमा झन्कोलो बनाउनु पर्थ्यो नानी यस्तो गर्नुपर्छ हौ यसलाई नै यस्तो गर्ने हो कि हो त बिचको आदर्श गराउनु दिनु एक ग्लास निकै भयो नि अरू कति भयो 1 लाख यो बिचमा नदिइहाल्नु 1,25,000 ल्याउनु हो नि त फेरि नभए सबैजना गर्नु अब एकजना दुईजना नि गर्दा बसाइनु उतै हो अर्को ब्यागै नि थियो त अनि खोइ त अर्को ब्यागले खोइ कपु अर्को कबर खै बट्टा यहाँको कबुको बट्टा खोइ फुल चढाउनु पुष्पाणी समर्पयामी फलफुल नैवेद्यहरू चढाउनु नाना नैवेद्य नै समर्पयामी धूप बाती गरिदिनु एउटा फल चढाइदिनु धुपबत्ती गरौँ त भेटिन्छ भने तुलसी मन्दिर तुलसी पत्रहरू पनि चढाइदिनु धूप बाती खोइ धुपबत्ती बाल्नु पाउँछ धुपबत्ती त्यहाँ छैन त्यसमा त्यो धूप बाटै पूजा गर्दै घुम्नु हो यसरी घुम्ने 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 उसको टुक्रा चाहिँ उसको टुक्रा त्यो दियोमा छोडिदिने त्यो दियो लगेर अनि भुइँमा डाइरेक्ट होइन एउटा कमराइमा पाको छाला कमराइमा पाको छाला सितम्बरको पहिरन भनेर आजलाई चाहिँ भिडियो यति नै हुनेछ मेरो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला भन्दै म बिदा हुन चाहन्छु बाई बाई शिवाजीको दर्शन भनेर शिवाजीको दर्शन भनेर शिवाजीको दर्शन भनेर शिवजीको दर्शन गर्ने शिवजीको दर्शन गर्ने सबै पार दर्शन भनेर सबै पार दर्शन भनेर Thank you.